गरिबी केवल पैसाको अभाव होइन, यो हरेक सानो निर्णयको परिणाम हो। हरेक दिन हामीले गर्ने ससाना छनौटहरूले हाम्रो जीवनको दिशा तय गर्छन्। धेरैले बुझ्दैनन् कि साना बानीहरूले मानिसको जीवनमा ठुलो असर पार्छन्। अक्सर धेरै जसोले धेरै ऋण लिन्छन्, थोरै बचत गर्छन्, धेरै पिउँछ, थोरै खान्छ र क्षणिक सुखको पछि लाग्छन्। धुम्रपान, मदिरा, अस्वस्थ खाना खाएर व्यायाम नगर्नु, यी बानीहरूले केही क्षणको लागि त राहत दिएको जस्तो लाग्छ, तर बिस्तारै हामी तपाईँको ऊर्जा, स्वास्थ्य र आशालाई कतिखेर चोर्यो हामीलाई थाहा नै नपाए ती साना क्षणिक सुखहरूले हामी तपाईँको भविष्यको ती सुनौलो अवसरबाट टाढा राख्छन्। तर याद राख्नुहोस्, हामी तपाईँको अहिलेको अवस्था हामी तपाईँको भविष्य होइन। हामी तपाईँको जीवनको नियन्त्रण हामी तपाईँको हातमा छ। हरेक सानो निर्णयले थोरै बचत गर्नु, नयाँ कुरा सिक्नु, आफ्नो शरीरको ख्याल राख्नु, अनुशासन अपनाउने हो भने हाम्रो जीवन परिवर्तन हुन सक्छ। आजको सानो प्रयासले भोलि ठुलो सफलता दिन सक्छ। सफलता केवल पैसामा मात्रै छैन, यो मानसिक, भावनात्मक र शारीरिक दृढतामा पनि छ। पुरानो नराम्रो बानीलाई तोड्न साहस, निरन्तरता र आफूमा विश्वास आवश्यक हुन्छ। कठिनाइ आए पनि डराउनु हुँदैन। असफलता केवल एक पाठ हो, एउटा अवसर हो हामी तपाईँले अझ बलियो बनाउने गर्छन्। त्यसैले क्षणिक सुखको पछि नलाग्नुहोस्। आफ्नो मन, स्वास्थ्य र भविष्यमा लगानी गर्नुहोस्। आजको मेहनत भोलिको उज्यालो हो। हरेक निर्णय महत्त्वपूर्ण छ, हरेक कदमले फरक पार्छ। गरिबी स्थायी होइन, तर हामी तपाईँको सोच स्थायी हुन्छ। आजै सुरु गरौँ, अब ढिलो नगरी आफ्नो निर्णयलाई महत्त्वपूर्ण बनाउनुहोस्। हामी तपाईँको भविष्य पूर्ण रूपमा हामीले अहिले के गर्नुहुन्छमा निर्भर गर्छ। सानो प्रयास, निरन्तरता र आत्मविश्वासले हामी तपाईँको जीवनलाई उज्यालो बनाउँछन्। हामी तपाईँको कथा हामी तपाईँकै प्रयासबाट लेखिनुपर्छ। धन्यवाद।